Hello guys, after a long time, welcome back to my YouTube channel. This is me Uptown Vlogs, है अनि म चाहिँ यता को आएँ मलाई ठिकै आएछ मैले को आएँ भने म चाहिँ यता हिँडिरहेको छु अनि पानी परिरहेको छ छाता ओढेर जाँदा हैन मैले अचार मगाएको थिएँ सुकुटीको आयो क्या हो बाटो होइन रहेछ गाइस त्यहाँ अनि हिँडिरहेको छु अनि मास्क लगाएर गाला ठुलो देखायो होला म मोटाको चाहिँ छैन के गाइस है अनि तपाईँलाई ब्याकग्राउन्ड भिडियो आउँछ अहिले हिँडिरहेको छु अहिले चाहिँ भन्नुपर्दा चाहिँ म चर्च जाँदैछु अब शनिबार बेलुका हाम्रो ख्याङ्गितो वासाङसी फारममा चाहिँ शनिबार बेलुका नै सङ्गति हुन्छ शनिबार राति कति 9 बजीदेखि अब हल्के लगभग 1 घन्टा जति बजाउने आराधना सङ्गत हुन्छ अनि त्यहाँ जाँदैछु बाटोमा अनि गाडी आउँदैछ यस्तै छ गाइस के गर्नु पानी परिरहेछ जाडो भइरहेछ एकदम म एकदम फिट फाइन छु यो चाहिँ हाम्रो ठाउँको नयाँ कम्पनी बन्दै थाहा हो अनि यस्तै छ हिँडिरहेको छु अहिले चाहिँ कति 7 बज्न लाग्यो 7 बजेको गाडी आउँदैछ अनि टक्क लगाएर गाडी चढेर म चाहिँ जाँदैछु त्यो गाइस अलि फास्ट हतार होप यु गाइस सबैजना सन्चै आरामै हुनुहुन्छ आरामै फिट फाइन छु काम राम्रै भइरहेछ काम राम्रै चलिरहेछ अब यस्तो भिडियो बनाएको छ हिँडिरहेको छ टक लगाएर अनि युट्युबमा भिडियो नबनाएको धेरै भएको थियो अनि यसो एउटा भिडियो बनाएर हालौँ न अनि के छ हालखबर अनि मेरो हालखबर राम्रै छ भनेर तपाईँलाई देखाउनलाई हाल्यो स्पेसल्ली यो भिडियो चाहिँ मेरो फ्यामिलीहरूको लागि है मेरो फ्यामिलीहरूले चाहिँ लास्ट सपोर्टिभ हुनुहुन्छ मेरो भिडियो चाहिँ सधैँ हेर्नुहुन्छ अरूले हेरे पनि नहेरे पनि फ्यामिलीबाट चाहिँ ल पुरा बाजेहरू ठुलमम्मीहरू बुवा मम्मी सबले हेर्नुहुन्छ त्यही भएर हालेको यस्तै छ गाइस अनि कोरियाको हिजो त साकुरा सेट फतको साकुरा त सब पानीले आज झर्छ क्या है छुट्टी पाएन काम भयो आज नि अलिकति रहेछ यहाँ तपाईँहरूले देखाउँछु है त म अलि हाम्रो कम्पनी नजिकको बुफीमा रहेछ फतको त्यही हो एकदम अहिले राति भएर राम्रो देखाएको छैन यही हो गाइस फतको त्यस्तै छ त्यहाँबाट त्यसरी हिँडिरहेको छु म यस्तो यसमा फोटो खिच्नुपर्छ त्यस्तै छ त्यहाँ गाडी चढेर बेलुकातिर कति बजी पुगिन्छ गइहाल्छु म यस्तो छ फतकोहरू ल गाइस इन्जोय गर्नुहोस् हिँडिरहेको छु